कुदाए क्या हो स्याहारलाई जतिखेर दिलकुमारी मात्रै कुदाउ ए होइन कहाँ गउँदैछौ नमस्कार नमस्ते नमस्ते सेवारो अरू के अनि कहाँ तपाईँले चाहिँ मेरो बदनाम गरेको होइन अनि यहाँ के अरे मलाई यहाँ आउनु भनेर भनेको होइन अनि छैन अनि जहाँ गयो भने केटीको कुरा गर्ने तपाईँ अनि तँ केटीहरूसँग मात्रै डुल्छस् त अनि अब यहाँ दाइ कोही पनि छैन यहाँ होइन यो बाइकहरू छ नि यो बाइकहरू छ नि मासाला है भेल्डेन्ट पनि खतरा छ चोरौँ चोरेर केटीहरू फकाउँ त्यस्तो खालको त्यो के अरे चोर्नेको कुरो नगरे अहिलेसम्म जेठा बाजेले नि त्यो चोर्ने चाहिँ नि चोर्दैन नि फेरि डाइरेक्ट खसाएर खाने हो जेठा बाजे भनेको कस्तो खालको कुरो गरेको ए दाइ कति केटी चोर्नु कहिलेकाहीँ बाइक हेलमेटहरू पनि चोरौँ न यो हेलमेट राख त हेलमेट राखिहाल त अर्काको चोर्ने होइन डाइरेक्ट खाने हो डाइरेक्ट हात हालेर खाने हो त्यहाँ केटीलाई तेरि यो मान्छे खालि केटीलाई दिएलाई धेरै फेरि गालागाला पड्किने गरी फेरि सुनिरहेको छ नि मान्छेले उहाँ सुनिरहेको छ नि जतिखेर पनि केटीलाई भन्ने कुरोहरू नगर गालागाला पड्किने गरी तेरो यो अलिअलि दन्ते मोहनी छ नि सबै बाङ्ला बुङ्लो बनाइदिएला नि फेरि तर एउटा दाइ कुरा थाहा छ म त केटी बिना बाँच्नै सक्दिनँ हौ अनि बाँचिरहेको त हिँडिरहेको छ त नि कसै बेकार बेकार एउटा खोजिदिनु न अब उता मैले खोजिदिनु मैले राखेको छु खोजिदिनु तर अचेल त नि दाइ अचेल विचार नारी छामेर नि यसरी नारी छामेर पसिना आएर जाऊ नारी छामेर मात्रै केटीहरूलाई हात हाल्नु भएको भन्नु न किन अचेलभरि एड्स लाग्न थालेछ अरे एड्स लाग्छ कि के लाग्छ अनि कन्डम बोकौँ एड्स लगाउँ एड्स भनेको त नि भाइ जति के अरे हौसला हुन्छ नि त्यति आयो लामो हुन्छ हो र त्यो गिरमिटे रोग चाहिँ लाग्यो भने नि सकिन्छ नि भाइ तपाईँलाई एड्स लागेको त छैन नि यो मान्छेहरू फटा मान्छेहरू चाहिँ बेकारमा मसँग नबोला है उ हेर्नु चाहिँ माछा फेरि छोड्दिनु त खिच्दिनु त मलाई छोड्दिनु न लागेको त छैन नि लागेको छ कि छैन चेकै गरेको छैन अनि त्यसो भने कन्डम बोकौँ एड्स भगाउँ यो जनचेतना हो क्या भाइहरूलाई जनचेतना छोडेको कुरो छोडेको तँ बोक तँ के अरे भगा त्यो छोडे उता उता बेकारमा होइन हिँड भनेको सुन न कुरो एउटा मिठो गाना गाइदिनु नि त ल कसलाई हो साली फकाउने गाना कसलाई हो दर्शकलाई दर्शकहरू मेरो बिग फ्यानहरूलाई होइन तपाईँको नि बिग फ्यानहरूलाई दिलकुमारीहरूलाई होइन बिग फ्यानहरूलाई मजाले एउटा गाना गाइदिनु कि सालीलाई त के अरे कता चिमाड्दाखेरि थाक्छ नि हो त्यस्तो त्यस्तो चाहिँ सालीलाई कहाँ चिमाड्छ हौ यार उसको फेरि श्रीमानले दिन्छ नि फेरि दनक होइन गाउनु नि त गाउनु सालीलाई एउटा गाना गाउनु गाउनु कान्छीको बोल्नु न त्यो अस्ति गाउनु हुन्थ्यो नि साली ए हौ त साली हाम्रो उहाँ बुढा थोकी दाइको अहिले आयो ल होस गर है सोल्टिनी तुम बताने छु होस गर है सोल्टिनी तुम बताने छु लाइदेऊ माया सुटुकै नत्र जाने छु लाइदेऊ माया सुटुकै नत्र जाने छु चट यति भएपछि नि दिलकुमारी खुस भइहाल्छ नि तपाईँलाई पनि चाहियो यो म त अनुहार देखाएर हिँड्नु पनि लाज लाग्नु थाल्यो कि यो बुढेसकालमा खालि तर्ने मात्रै कुरो गर्छ अलिक होइन भाइ अलिकति होसको दबाई खाएर कुरो गर्नु है कलियाको म फेरि अहिले म टुपी उडाइदिन्छु